नमस्कार। स्तन क्यान्सर यो एउटा यस्तो शब्द हो जसले धेरैलाई त्रसित बनाउँछ। तर त्रासको समाधान डर होइन, सचेतना हो। धेरैलाई लाग्छ कि स्तन क्यान्सर हुनुको अर्थ स्तनमा गिर्खा, लम्प भेटिनु मात्र हो। तर वास्तविकता यो हो कि कतिपय अवस्थामा गिर्खा नै नदेखी अन्य लक्षणहरू देखा पर्न सक्छन्। आजको यो विस्तृत भिडियोमा हामी स्तन क्यान्सरका 6वटा यस्ता महत्त्वपूर्ण सङ्केतहरूबारे चर्चा गर्नेछौँ जसलाई हामीले प्रायः बेवास्ता गरिरहेका हुन्छौँ। यो भिडियो अन्त्यसम्म हेर्नुहोला किनकि यी सङ्केतहरूको समयमै पहिचानले कसैको जीवन बचाउन सक्छ। पहिलो सङ्केत हो स्किन डिम्पलिङ, अर्थात् स्तनको छालामा ससाना खाल्टो पर्नु। यसलाई सजिलो भाषामा बुझ्दा जसरी गालाको डिम्पल देखिन्छ, स्तनको छालामा पनि त्यस्तै खाल्टो देखिन थाल्छ। यसो किन हुन्छ त? स्तनभित्र क्यान्सरको ट्युमर बढ्दै जाँदा यसले भित्रका तन्तुहरूलाई तन्काउँछ र त्यहाँ स्कार टिस्यु बन्न थाल्छ। यो टिस्यु छोटिँदै जाँदा यसले बाहिरको छालालाई भित्रतिर तान्छ। चेक गर्ने तरिका कहिलेकाहीँ यो सामान्य अवस्थामा नदेखिन सक्छ। तर जब तपाईँ ऐना अगाडि उभिएर हातमाथि उठाउनुहुन्छ वा स्तनलाई हल्का थिच्नुहुन्छ तब ती खाल्टोहरू स्पष्ट देखिन्छन्। यदि छालामा यस्तो परिवर्तन देख्नुभयो भने यसलाई सामान्य एलर्जी वा दाग ठानेर नछोड्नुहोस्। दोस्रो महत्त्वपूर्ण सङ्केत हो निप्पल रिट्र्याक्सन और डिभिएसन, अर्थात् निप्पलको आकार वा दिशामा परिवर्तन आउनु। धेरै महिलाहरूको निप्पल जन्मजात नै अलिकति भित्र पसेको इन्भर्टेड हुन सक्छ, जुन सामान्य हो। तर यदि तपाईँको निप्पल पहिले सामान्य थियो र अहिले आएर बिस्तारै भित्र तानिँदै गएको छ, चप्टो भएको छ वा आफ्नो ठाउँबाट अलिकति मोडिएको छ भने यो सतर्क हुनुपर्ने अवस्था हो। क्यान्सरको गाँठो निप्पलको पछाडि छ भने त्यसले निप्पललाई आफूतिर तान्छ। यसलाई डाक्टरको भाषामा इन्भर्सन भनिन्छ। आफ्नो शरीरमा हुने यस्ता साना परिवर्तनलाई दैनिक रूपमा निहाल्नु जरुरी छ। तेस्रो सङ्केत एब्नर्मल कन्टुर वा स्तनको आकार र बनावटमा देखिने असामान्यता। हामी सबैलाई थाहा छ शरीरका दुवै अङ्गहरू ठ्याक्कै एउटै हुँदैनन्। तर तपाईँले दुवै स्तनको आकार तुलना गर्दा यदि एउटा भाग असामान्य रूपमा च्याप्टो देखिन्छ वा कतै अस्वाभाविक रूपमा सुन्निएको जस्तो देखिन्छ भने त्यो चिन्ताको विषय हुन सक्छ। कहिलेकाहीँ स्तनको गोलाइ सिमेट्री बिग्रिन्छ। यो परिवर्तन कपडा लगाउँदा वा ऐनामा हेर्दा महसुस हुन सक्छ। स्तनको कुनै एक हिस्सा कडा हुनु वा पहिलेको जस्तो नरम नहुनु पनि क्यान्सरको सङ्केत हुन सक्छ। चौथो सङ्केत अलि विशेष छ जसलाई मेडिकल भाषामा PODORANGE भनिन्छ। यसको अर्थ हो स्तनको छाला सुन्तलाको बोक्रा जस्तै देखिनु। जब क्यान्सरका कोषहरूले स्तनभित्रका लिम्फ भेसल्स, लिम्फ नलीहरूलाई बन्द गरिदिन्छन् तब स्तनको छाला बाक्लो र कडा हुन थाल्छ। यसले गर्दा छालाका मसिना प्वालहरू, पोर्स, अझ ठूला र गहिरा देखिन्छन्। हेर्दा ठ्याक्कै सुन्तलाको बाहिरी बोक्रा जस्तै देखिन्छ। यो लक्षण प्रायः स्तनको तल्लो भाग वा निप्पल वरिपरिको कालो भाग एरियोलामा देखिन्छ। यदि स्तनको छाला रातो भएको छ र सुन्तलाको बोक्रा जस्तो देखिन्छ भने यो इन्फ्लामेटरी ब्रेस्ट क्यान्सरको लक्षण पनि हुन सक्छ। पाँचौं र छैटौं सङ्केतहरू निप्पलको छालासँग सम्बन्धित छन्। धेरैले यसलाई सामान्य स्किन एलर्जी वा डर्मटिटिस ठानेर मलम लगाएर बस्ने गर्छन्। यदि निप्पल वा एरियोला वरिपरि लामो समयसम्म निको नहुने घाउ छ, छाला उप्किरहेको छ, चिलाइरहेको छ वा त्यहाँबाट पानी बगिरहेको छ भने सावधान हुनुहोस्। विशेष गरी प्याजेट्स डिजिज अफ द निप्पल एउटा दुर्लभ तर घातक क्यान्सर हो। यसको सुरुवात निप्पलमा एक्जिमा जस्तो देखिने घाउबाट हुन्छ। निप्पलको छाला खिइने वा पपडी बस्ने हुन सक्छ। धेरैजसो अवस्थामा बाहिर यस्तो देखिनुको अर्थ स्तनको भित्री भागमा क्यान्सर पलाइसकेको हुन सक्छ। त्यसैले निप्पलमा देखिने कुनै पनि दाग वा घाउलाई बेवास्ता नगर्नुहोस्। यी 6 सङ्केतहरू जानिसकेपछि अब प्रश्न उठ्छ, हामीले के गर्ने त? प्रत्येक महिलाले महिनाको एक पटक ब्रेस्ट सेल्फ एक्जामिनेसन, स्तनको स्वजाँच गर्नु अनिवार्य छ। महिनावारी भएको 7 देखि 10 दिनभित्र यो जाँच गर्नु सबैभन्दा उत्तम समय हो। 1. ऐना अगाडि उभिएर स्तनको आकार र छालाको रङ्ग हेर्नुहोस्। 2. हातमाथि उठाएर कुनै खाल्टो वा परिवर्तन छ कि छैन जाँच्नुहोस्। 3. सुतेर वा नुहाउँदा हातका औँलाहरूले हल्का थिच्दै कुनै गिर्खा वा कडापन छ कि छैन छामेर हेर्नुहोस्। याद राख्नुहोस्, सबै गिर्खा क्यान्सर हुँदैनन्, तर कुनै पनि नयाँ परिवर्तनको जाँच डाक्टरबाट गराउनु नै बुद्धिमानी हो। अन्त्यमा एउटा कुरा सधैँ सम्झनुहोस्, स्तन क्यान्सर समयमै पत्ता लाग्यो भने यसको उपचार पूर्ण रूपमा सम्भव छ। अज्ञानता र लाजका कारण धेरै दिदीबहिनीहरू ढिलो गरी अस्पताल पुग्नुहुन्छ। आफ्नो शरीरको बारेमा कुरा गर्न नलजाउनुहोस्। यदि तपाईले आफ्नो वा आफ्नो परिवारको सदस्यको स्तनमा यी 6 मध्ये कुनै पनि परिवर्तन देख्नुभएको छ भने
आजै नजिकैको स्वास्थ्य संस्थामा गएर परामर्श लिनुहोस्। तपाईको एउटा सानो कदमले तपाईको जीवन सुरक्षित बनाउन सक्छ। यो भिडियो धेरैभन्दा धेरै महिलाहरूमाझ पुर्याउन शेयर गरिदिनुहोला। स्वस्थ रहनुहोस्, सचेत रहनुहोस्। धन्यवाद।